अस्ति क्लास 12 को रि एक्जाम भएको थियो जुन 7 र 8 गते भएको रि एक्जाम को रिजल्ट क्लास 12 को चाहिँ पब्लिस भइसकेको छ। त्यो रिजल्ट केही दिन पहिला चाहिँ 23 गते रिजल्ट पब्लिस भएको थियो। अब रिजल्ट पब्लिस तपाईहरुले जानकारी पाउनु भएको होला, पक्कै तपाईहरु आफ्नो आफ्नो रिजल्ट हेर्नु भएको होला। म यस भिडियोमा म तपाईहरुलाई रिजल्ट हेरिसकेका अब कतिपय विद्यार्थीहरुको रिजल्ट अहिले पनि एनजी आएको छ। अब एनजी आएका विद्यार्थीहरुले रिटोटलिङ गर्ने फर्म कसरी भर्ने अनि रिटोटलिङ कसरी हुने सम्पूर्ण जानकारी म यस भिडियोमा बताउने छु। नमस्कार, मेरो नाम सुमित पटेल हो। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् अनि केही समस्या आयो भने कमेन्टमा भन्न सक्नुहुन्छ। ल धेरै ढिला नगरिकन म तपाईहरुको आज रिटोटलिङ कसरी गर्ने, आवेदन फर्म कसरी भर्ने, एनएबी बोर्डलाई रिटोटलिङको फर्म कसरी भर्ने यस भिडियोमा जानकारी गराउन गइरहेको छु। सबभन्दा पहिला म तपाईहरुलाई भन्न गइरहेको छु कि कुल परीक्षार्थीहरुको संख्या हाम्रो 1,04,026 जना थियो भने 76,337 जना विद्यार्थीहरु पास भएका थिए, जसमा 73% 73.441% विद्यार्थीहरु पास भएका थिए। बाँकीका विद्यार्थीहरुका एनजी आएको थियो। अब एनजी आएको विद्यार्थीहरुलाई चित्त नबुझेको उत्तर पुस्तिकालाई कसरी रिटोटलिङ गराउने त्यसको बारेमा म भन्न गइरहेको छु। जस्तै यहाँ 2 नम्बरमा हेर्न सक्नुहुन्छ, कक्षा 12 को मौका पूरक परीक्षा फल प्रकाशन पश्चात आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पूर्ण योग गर्न चाहने परीक्षार्थीहरुले प्रति विषय रु 1000 का दरले अनलाइन मार्फत दस्तुर बुझाइ परीक्षा फल प्रकाशन भएको मितिले 10 दिन 2082 साल कार्तिक 24 गते 10 बजेदेखि एम मन्सिर 3 गते साँझ 5 बजेसम्मभित्र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np मा रहेको रिटोटलिङ ग्रेड 12 सप्लिमेन्ट्री मार्फत आवेदन दिनुपर्नेछ। अब तपाईहरुको चित्त नबुझेको कुनै पनि उत्तर पुस्तिकाहरुमा तपाईहरुले रिटोटलिङ गराउन खोजिराख्नु भएको छ भने प्रति सब्जेक्टको 1000 रुपैयाँ लाग्नेछ, 1000 लाग्नेछ अनि तपाईहरुको यो मिति चाहिँ कार्तिक 24 गतेदेखि लिएर मन्सिरको 3 गतेसम्म मात्र रहेको छ। यस भित्र तपाईहरु आफ्नो रिटोटलिङको आवेदन फर्म भर्न सक्नुहुन्छ। जुन आवेदन फर्म भर्नका लागि वेबसाइट neb.gov.np मा रहेको रिटोटलिङ ग्रेड 12 सप्लिमेन्ट्री मार्फत आवेदन फर्म भर्न सक्नुहुन्छ। म तपाईहरुलाई एकचोटी त्यहाँ वेबसाइट खोलेर कसरी भर्ने म जानकारी गराउन गइरहेको छु। आवेदन फर्म भर्नका लागि सबभन्दा पहिला तपाईहरु आफ्नो मोबाइलको स्क्रिनमा आउनुहोस्। मोबाइलको स्क्रिनमा आएपछि गुगल या क्रोम ब्राउजरबाट तपाईहरु आफ्नो आवेदन फर्म भर्न सक्नुहुन्छ। म गुगलबाट हेराउन गइरहेको छु। गुगलमा गएर तपाईहरु यहाँ सर्च बारमा के लेख्नुहोस्, neb.gov.np लेखेर चाहिँ सर्च गर्नुहोस्। सर्च गरेपछि तपाईहरुको अगाडि एउटा इन्टरफेस आउँछ। यो चाहिँ राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट हो। यसमा यहाँ हेर्नुहोस्, यहाँ 3टा लाइन छ। यहाँ 3टा लाइनमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। अलिकति तल आएपछि यहाँ रिटोटलिङ ग्रेड 12 सप्लिमेन्ट्री तल लेखिएको छ। यहाँ यसमा गएर तपाईहरु क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि तपाईहरुको अगाडि एउटा अर्को इन्टरफेस खुल्छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ तपाईहरुको सिम्बल नम्बर राख्ने अनि यहाँ डेट अफ बर्थ राख्ने भनिएको छ। मनिर कुनै विद्यार्थीको सिम्बल नम्बर र डेट अफ बर्थ नभएको कारणले म तपाईहरुले यसमा फिलअप गरेर हेराउन सक्दैन। सो तपाईहरु यहाँबाट तपाईहरु आफ्नो यहाँ सिम्बल नम्बर राख्नु होला। सिम्बल नम्बर राखेपछि यहाँ डेट अफ बर्थ राख्नु होला। डेट अफ बर्थ राख्दाखेरि यहाँ हेर्नुस्, एससी 2063/04/01 राखेर यहाँ सर्च गर्नुहुन्छ भने तपाईहरुको एउटा अर्को इन्टरफेस खुल्छ। त्यसमा तपाईहरुको पैसा तिर्ने कोड दिएको हुन्छ अनि त्यसमा तपाईहरुको डिटेल माग्छ। त्यो डिटेल फिलअप गरेपछि ई सेवामा पैसा मार्फत एकाउन्ट हुन्छ, एकाउन्ट नम्बर हुन्छ या ई सेवाको क्यूआर हुन्छ। त्यसमा तपाईहरु आफ्नो फिलअप गरेर सबमिट गर्न सक्नुहुन्छ। कुनै पनि नयाँ जानकारीको लागि मलाई कमेन्ट गर्नुहोस् र शिक्षा एक्सप्रेसलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।